अनि यहाँ परको माटो चाहिँ अब यो जग्गामा चाहिँ हामीले मिलाइदिनु पर्छ। यो वाल गर्दा निस्केको माटो हो। यहाँ चाहिँ फेरि यो मुढा पल्टाउनु पर्ने रहेछ हो। अहिले लगौँ तानौँ। मुढा ताना चाहिँ हो है। पल्टाए बिस्तारै ल एक तानै बल भनेको चाहिँ यही हो है। खतरा छ त बल अन्त बिचला चाहिँ काँधमा हालिदेऊ। यहाँ चाहिँ राख्नु पर्यो अब यो पुरा। अब हाम्रो चाहिँ पर फेरि माटो फ्याँक्ने काम। पर दिनको यो माटो चाहिँ अब यो चाहिँ फेरि पर मिलाइदिनु पर्ने। के राख्नु दिने त निकै मेलो चल्यो। पर दिन छाप्दै आउँदैछ। ताना एकदम त्यतिकै छ कन्टिन्यू। घाममा माटो बोकेर पर लाने क्रम कन्टिन्यू छ। निकै मेलो चलिसकेको छ। यहाँ खतरा छ त अन्त यो हो नि त। परबाट छाप्दै आउँदैछ। यो माटो एकदम जान्छ भाइ। काम कन्टिन्यू छ। चाहिँ हाम्रो पास्टर अङ्कल हुनुहुन्छ। आज उहाँ पनि हेभी मेहनत गर्नु हुँदैछ। सँगसँगै यहाँ हाम्रो टिमहरूसँग घाममा चाहिँ फेरि मर्नु छ नि। यो माटो चाहिँ फेरि देश बनाएको भेष भनेको रहेछ माटो। आफ्नो राखौँ है। ड्रिङ्क्स ब्रेक। मलाई फरवल लाग्छ है। हानौँ है मिलाएर। बाजेले चाहिँ यङहरूलाई जित्यो यहाँ। हेभी मेलो चलिगयो नि। त्यहाँ पर दिनको अन्त चाहिँ नानीले पनि हामी काम गरेको हेरिरहेको छ। अनि यहाँ चाहिँ मिस्त्री टेस्ट हुने काम हो यो चाहिँ। ल मिस्त्री इन्जिनियर सबै छ यहाँ। लेबर हेलो। मिस्त्री चाहिँ अब चाल पाउनु थाल्यो हामीले को रहेछ। उता फेन्टाको कलरको चाहिँ हेरौँ न मिस्त्रीको कस्तो रहेछ पला। त्यो चाहिँ हाम्रो सिनियर सिटिजनहरूले पनि धर पाएको छैन। हेभी छ माटो फ्याँकाइ तुर्नु आँट्यो। तिर्खा मात्रै लाग्छ है केटाहरूलाई। तिर्खा मात्रै लाग्छ। खाने अब स्प्राइट त दामी लाग्यो मलाई। त्यसको त्यो मजाले तुर्नु आँटे काम चाहिँ अब मलाई दिनु पर्छ।
जारा अलि बोलाउँछु ल भन न ओ यो सट्टा मिलाउ त फरुवा दिएको त त्यसै हैन ल दादा मैले कहाँ तलसम्म फरले तान्नु तानिन्छ त अन्त त्यसको लागि त हो फरुवा बाकी त ए ओह्रालो गयो भाइ बिस्तारै हेर्नु है साह्रो तल होइन अलिक माथि हान हौ त्यति होइन यतिको मैले देखेँ छ छोरा छिटो छिटो आम्मा तुरिहालौँ यो खालको घाममा त नबिसारमै केटाको चिया आइपुग्यो हाम्रो अनि यहाँनिर हल्का बिसाउने मौका पनि पायौँ चिया पिउँदैछ सबैजना अनि यहाँ माथि पनि त्यतिकै छ गफ गर्दै चिया चाहिँ सकिसकेछ तर केटाहरूले यहाँनिर चाहिँ अब गरममा तातो चिया म 13 तारिक आउँछु कि हुन्छ अर्कै जग्गा तल भन्नु यहाँ चाहिँ मेन पोस्ट हुन्छ यो चाहिँ टाल्लै थाम्छ अब चाहिँ हाम्रो फिनिसिङ हुनु आँट्यो खुट्टाहरू यो खालको भयो अनि यहाँनिर चाहिँ कम्प्लिट हुनु आँट्यो काम चाहिँ 0 चाहिँ यहाँ छ हो यहाँ परबाट ऊ यहाँनिर आइपुग्यो अब यो चाहिँ फिनिसिङ हुनु आँटेको छ हाम्रो हेभी हुँदैछ घाम छ फेरि यस्तो त्यही भएर चाहिँ यहाँ विशाल दाजुको पनि हेभी हुँदैछ मिलाएर एकेटा हो मिलाएरै हुँदैछ सक्यो हे हाम्रो यी काम पनि दामी भयो यहाँदेखिको परसम्म हो एकदम नबिसाइ नन स्टप दिएको थियौँ काम चाहिँ सक्यो ल अब चाहिँ सब्लीहरू पनि यस्तो भयो हामी चाहिँ निस्केको मेलोबाट हातेपाते गरेर भए पनि काम चाहिँ सक्यो चढौँ 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 लडलाई बिस्तारै त्यो हतियार चाहिँ छिटो धोएर ल्याउन सक्यो अब काम आज चाहिँ हाम्रो यहाँ यो मुनिको लाइनको यो वालदेखिको मुनिको माटो थियो त्यो चाहिँ यहाँ फिलिङ गरिसकेको छौँ साथी हो अब नेक्स्ट भ्लगमा भेट्नेछु आजको हाम्रो काम चाहिँ यसो सहयोग हो हुन्छ सबैलाई टेक केयर